ल हुन्छ है ल भिडियो अगाडि बढाउनु भन्दा हजुरहरूलाई म के भन्न चाहन्छु राजकुमार दाइ त्यस्तो नराम्रो मान्छे होइन हैन ठिकै हो राम्रै हो एटिट्युड टाइपको हुनुहुन्छ हैन त्यही हो यो भिडियोमा चाहिँ रेस्पेक्ट छ अनि अर्को भिडियोमा चाहिँ रेस्पेक्ट छैन भन्न खोजेको चाहिँ अर्को भिडियो चाहिँ मैले हालिसकेको छु धेरै पहिला हालिसकेको छु अर्को भिडियो चाहिँ यो भिडियो चाहिँ अहिले हाल्दैछु यो चाहिँ राम्रो यो चाहिँ राम्रो थियो त्यो बेला त राम्रो थियो पछि अर्कोचोटि चाहिँ खै थाहा भएन त्यो भिडियोको लिङ्क चाहिँ मैले कमेन्ट सेक्सनमा लगाइदिन्छु हैन सबैजनाले हेर्नु होला त्यो भाइलाई मैले जुन सोधे नै राजकुमारको घर कहाँ छ भनेर त्यो भाइ यस्तो अब त्यो भन्दा मैले अगाडि धेरै सोधेको थिएँ कि अरूलाई धेरै सोधेको थिएँ त्यस्तो मैले गुगल म्यापमा हेर्दै गएँ अनि सोध्दै पनि गएँ एकदम दुःख गर्दै गएँ के भनौँ न कहाँ सोध्दैन कि है अब अरूलाई थाहा रहेनछ त्यो एउटा भाइलाई थाहा रहेछ अनि त्यसले चाहिँ उनले चाहिँ लगिदियो भनौँ न मलाई अरू ठाउँमा सोधेको चाहिँ मैले भिडियो हालेको छैन गाइज है त वेलकम ब्याक टु माई न्यू ब्लग सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु सो आज भिडियो रहेको छ राजकुमार थापा मगर भेट्न जान आँटेको है अब बाटोमा छु भनौँ न बाटोबाट नै मैले भिडियो सुरु गरेँ सो भिडियो कन्टिन्यू हेर्नु होला स्पिक नगरेर सबैसम्म सेयर अनि लाइक कमेन्ट गर्नु होला मैले चाहिँ एकदिन खाजा खान लागेको छु बसेर बाटोमा हिँड्दैछु भनौँ न तिमीले ऊ देखेछौ राजकुमार थापा मगरको घर कता हो कहाँबाट जान्छ यहाँबाट गुगल म्यापबाट यता देखाएको छ है नजिक यो बाटो जान्छ कि यो तिमी मलाई लान्छौ हो ल हिँड त तिमी कहाँ बस्छौ ए अहिले राजकुमार त्यही दादा उसमा घरमै हुनुहुन्छ बाहिर जानुभएको छ जहिले पनि बाहिर हुनुहुन्छ उहाँ सो फाइनल गाइज म चाहिँ अब नजिकै भनौँ न धेरै टाढासँग यो हो क्या राजकुमार दाइको डाँडा उयो होइन कहाँ भयो यो उतापट्टि छ कि यो चाहिँ है हाम्रो राजकुमार दाइको पसल यहाँ राजकुमार दाइ हुनुहुन्न सो गाइज म एकछिन वेट गर्छु होइन आउनुहुन्छ अरे एकछिन पछि अनि यहाँ चाहिँ पस्नुपर्छ आइपुग्यो होइन साइकलहरू टन्ने रहेछ होइन साइकल भनौँ न बाइक चाहिँ भनेको रहेनछ यो चाहिँ होला सायद जस्तो लाग्यो एउटा चाहिँ क्रस बाइक राजकुमार थापा मगर एकछिन वेट जस्ट वेट हाम्रो राजकुमार दाइ कुकुर हो के हो हजुरलाई म जोरपाटी अहिले कता जोरपाटी अहिले चाहिँ कता अहिले हजुरलाई भेट्नु ल यो च्यानल छ के भन्नु ल सबले माया देखाइदिनु होला त्यही होला एउटा हामी मिल्छ हजुर यो के भन्नु के भन्नु ल सबले माया देखाइदिनु होला त्यही है त ल ल हुन्छ है ल ल त्यही त्यसकै अघि त्यो बाहिर देख्नु भएन त्यसकै नयाँ हाल्यो कि यसमा एकदम खुसी लाग्छ क्या चाहिँ मलाई भेटेर राजकुमार थापा मगरलाई